श्री जगद्गुरु कृपालु धाम। जय श्री राधे राधे। सबैजनालाई नमस्कार। श्री कृपालु जगद्गुरु श्री महाराज जी जय हो मेरो जगद्गुरु। मनको शान्ति र शुद्धताको प्रतीक श्री कृपालु धाम मनगढ वृन्दावन। एकचोटि अवश्य पनि जानुपर्ने ठाउँ। मनलाई एकदम आनन्द, एकदम शान्ति दिने ठाउँ। यहाँ चाहिँ यस्तो रमाइलो छ नि। यहाँ अहिले हजुरले यो देखिरहनु भएको श्री कृष्णजीको लीलाको जो पहिला चाहिँ कृष्णजीले गर्नुभएको लीला नि, यो चाहिँ कस्तो सबै थोक छ कि यसमा चाहिँ यो रामायणको कस्तो राम्रो छ कि भिडियोभन्दा पनि त्यहाँ गएर हेर्दा यस्तो राम्रो छ। यो श्रीकृष्णजीले एउटा हातले गोबर पर्वत उठाउनु भएको चाहिँ स्टोरी हामीले सुनिराखेका थियौँ नि त। यो साक्षात् हामीले त्यहाँ गएपछि देख्न पाइन्छ। यति आनन्द हुन्छ नि मनलाई। आहा, कुरै छोडिदिनुहोस्। गोपिनीहरू अनि वृन्दावनवासिनी अनि कृष्णजीले एउटा हातले कति सजिलै पर्वत उचाल्नु भएको छ है। साँच्चै रियालिटी नै आफ्नै आँखाले देखे जस्तै हुन्छ नि। यता गाईहरू गोकुल वृन्दावनको दृश्य यस्तो रमाइलो छ। यो एकचोटि अवश्य पनि जानै पर्ने, मनको शान्तिको लागि जानै पर्ने ठाउँ श्री कृपालु धाम। जगद्गुरु श्री कृपालु महाराज की जय हो। श्री राधे राधे। अनि यो फेरि यतापट्टिको चाहिँ कृष्णजीको लीला भयो भने अनि यतापट्टिको चाहिँ यो रामजीको श्री राम। हामीले रामायणमा पढेका थियौँ, हामीले सुनेका थियौँ अनि स्टोरीहरू हामीले चाहिँ पिक्चरहरू देखेका थियौँ नि त। रामले चाहिँ उहाँ उसमा जानको लागि त्यो समुद्रमा चाहिँ पुल बनाउनु भएको ढुङ्गाले, बाँदर अनि रामको सहायताले बनेको यो पुल सेम कस्तो उस्तै छ कि यस्तो राम्रो छ नि। अनि यतापट्टिको चाहिँ कालनागको लीला। कृष्णजीलाई कालनागले बासुकी नाग हो कि कालनाग के भन्छन् हजुरहरूले भन्नु है के भन्छन्। उहाँले चाहिँ अनि मार्न भनेर आउँदाखेरिमा चाहिँ कृष्णजी स्वयं आफैले कालनागलाई मारेर अनि कालनागको शिरमाथि चाहिँ नाच्नु भएको। यो साँझमा चाहिँ यो कालनागको मुखबाट चाहिँ ब्लड जस्तो पनि निस्किन्छ कि यस्तो राम्रो हुन्छ नि। यो देख्दा यस्तो आनन्द हुन्छ। जय श्री कृष्ण राधे राधे। देख्दा कस्तो आनन्द लाग्छ कि त्यो ठाउँ यस्तो राम्रो छ नि। एकचोटि अवश्य पनि जानुपर्ने ठाउँ मनको शान्तिको लागि। कहिलेकाहीँ हाम्रो मन चाहिँ एकदम अशान्ति चुलबुल खै के भएको जस्तो हुन्छ नि त। हामीलाई अस्थिरता हुन्छ नि। त्यति बेला चाहिँ हामी त्यहाँ गएर एकान्त रूपमा चाहिँ आनन्द राधे राधे भनेर त्यहाँ ध्यानमा बस्यौँ भने यस्तो आनन्द आउँछ नि। कस्तो राम्रो ठाउँ नै यति पवित्र। मेरी छोरी मेरो पुकुली पनि गएकी थिइन्, मैले उनलाई लिएर गएको थिएँ। यस्तो राम्रो छ। मेरो सानीलाई साह्रै मन परेको ठाउँ। उसलाई चाहिँ यहाँबाट हिँड्नै मन लाग्थेन, उहीँ बसेर खान मन लाग्थ्यो। यति धेरै आनन्द लिइन्, यति धेरै मनोरञ्जन गरिन् मेरो छोरीले। उसको मनको शान्ति पनि भयो। कस्तो राम्रो छ कि घुम्नलाई चाहिँ आनन्द, सफा क्लिन यस्तो छ कृपालु धाम। मन्दिरहरू नि यस्तो राम्रो छ नि। देख्दा त एकदम देख्दै आनन्द हुने के। अझ त्यहाँ टेक्दा त यस्तो आनन्द हुन्छ। यो फेरि यतापट्टिको बगैँचा यस्तो राम्रो छ। त्यहाँ चाहिँ हामीलाई यस्तो हुन्छ नि। अनि त्यहाँ जाँदाखेरिमा चाहिँ हामीलाई चाहिँ
त्यहाँ सबै त बनावटी जस्तो फिल नै हुँदैन कि रियल नै हामी चाहिँ स्वर्गमै आएर कृष्ण भगवान्कै पालोमा चाहिँ कृष्ण भगवान् त्यहीँ साक्षात् हुँदाहुँदै हामी त्यहाँ गएर सबै थोक कृष्णसँगै हामी पनि सँगै भएर सबै लीला कृष्णसितै हामी पनि त्यहाँ मोहित हुन्छौँ कि यस्तो राम्रो ठाउँ चाहिँ श्रीकृष्णजी। जय श्री राधे राधे। मन्दिर पनि यति राम्रो छ त्यहाँको। गुरु और गुरु कृपालु। युगल सरकार की जय। जगत गुरु श्री कृपालु महाराज जी की जय। रूप ध्यान युक्त भावपूर्ण सारे आनंद ठाउँ। श्री राधे राधे। जय श्री राधे।